हेलो गाइज, वेलकम वन्स अगेन। सबैलाई नमस्कार। आज चाहिँ काठरोल बनाउँदैछौँ। हेर्दै जानुहोस् कसरी बन्छ। यो काठरोलको डो ट्याक्क एउटा साइजको कसरी बन्छ हेर्दै जानु होला है भिडियोमा। यो चाहिँ पिज्जाको लागि हो, बेस रोलको लागि। हजुरलाई कस्तो लाग्यो कृपया कमेन्ट, लाइक, सब्सक्राइब गरिदिनु होला। यति भन्दै बाई बाई। नेक्स्ट भिडियोमा मिलौँला।